हेलो फ्रेन्ड, म हजुरलाई आज सिकाउन गइरहेको छु कोमात्सु PC 210LC को मोनिटरबाट। यो डिस्प्ले हो, डिस्प्ले पनि भन्छ, मोनिटर पनि भन्छ। यसबाट हाइड्रोलिक प्रेसर कसरी चेक गर्ने त म हजुरलाई सिकाउन गइरहेको छु। देख्न सक्नुहुन्छ मेरो मेसिनमा ब्रेकर लागिरहेको छ। हाइड्रोलिक प्रेसर कसरी चेक गर्ने त, जस्तो हजुरहरूलाई काम आउन सक्छ। जस्तो अब काम सिक्दै गरेको हेल्पर साथीहरू हुनुहुन्छ, उहाँहरूलाई काम आउन सक्छ। र अपरेटर साथीहरूलाई पनि कोही नयाँ अपरेटर साथीहरू हुनुहुन्छ होला, उहाँहरूलाई पनि धेरै जानकारी पुग्न सक्छ यो भिडियो मार्फत। म हजुरलाई सिकाउन गइरहेको छु। सबभन्दा पहिले यो 4 नम्बरको बटन देखिराख्नु भएको छ। यो बटनलाई प्रेस गरिराख्नु होला हजुरहरूले है। यसलाई मैले प्रेस गरेँ, छोड्नु हुँदैन, प्रेस गरिराख्नुपर्छ। अनि प्रेस गरेको बेलामै 1 2 3 यो दाब्नुहोस् अनि यो छोडिदिनुहोस्। छोडिसकेपछि सेल्फ डिफाइन मोनिटर लेखेको छ। F3 ले तल आउँछ है, तल स्किप हुन्छ। F4 ले माथि स्किप हुन्छ। यहाँ देखाएको छ, एरो देखाएको छ। अनि यहाँ तल लिएर यहाँ ओके गरिदिनुहोस्। ओके गरिदिसकेपछि अब हाम्रो यहाँ देखाइरहेको छ यो इन्जिन, पम्प, मोनिटर देखाएको छ हैन। यो F2 ले उता साइडतिर जान्छ अनि पम्प आयो है। हेर्नुस् है, फेरि दाब्यो, मोनिटर आउँछ। फेरि F1 ले यता आउँछ है। हामी जाने भनेको यसमा पम्पमा जाने। हेर्नुस् माथि देखिरहेको छ पम्पमा जाने हो। अनि पम्पमा गइसकेपछि अनि तपाईहरुले के गर्नुस् भनेपछि F3 दाब्नुस्। F3 प्रेस गरेर यसमा ओके गरिदिनुस्। फ्रन्ट पम्प प्रेसरमा ओके गरिदिनुस् र फेरि पनि तल प्रेस गरेर जुन यो रियर पम्प प्रेसरमा ओके गरिदिनुस्। भयो है, दुईटैमा ओके भयो र यसमा प्रेस गरिराख्नुस्। बस भयो है। यसमा देख्न सक्नुहुन्छ, हेर्नुस् हाइड्रोलिक प्रेसर यहाँबाट चेक हुन्छ। कतिसम्म जान्छ त भन्ने कुरा यहाँ देखाउँछ है। हेर्नुस् यहाँ। अनि यसरी तपाईहरुले जुन यो लिभर छ, यो ब्रेकरको फुट लिभर, यसलाई तपाईले दबाएर चेक गर्न सक्नुहुन्छ है। र ब्याक गर्ने बेला चेक गरिसकेपछि ब्याक गर्ने बेला यसरी ब्याक गर्न सक्नुहुन्छ। F5 ले है, यसरी ब्याक गर्न सक्नुहुन्छ यसरी। र हजुरलाई के कस्तो लाग्यो भिडियो? यदि हजुरलाई राम्रो लाग्यो भने चाहिँ लाइक, सब्स्क्राइब, शेयर अनि फलो गरिदिनु होला। हजुरलाई यही भन्न चाहन्छु। यस्तै भिडियोहरू म फेरि पनि हजुरहरुको माझ लिएर आउने छु। के कस्तो लाग्छ